Today I am making a new video. Views, मजा आयो? Diksha, what did you feel? कति नडराउने हाँस्यो आज कति मजाले बसिए हामीलाई हेर्ने है त्यसले कहाँ हामी अर्कै दिशाको अलिक गर्दैछ खेल्ने अरे अझ त माथि पुग्ने चाहिँ त्यसले पिजियाले के त्यहाँ बाह्रै भन्दाउने गरेर हानेर भित्र छिर्न टिकटका जानुपर्छ बाई 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 Preksha, hi. Hi. Pius. Like, subscribe and share this video.
ल भयो पियुष यता 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 पियुष के भयो बाबुलाई के भयो बाबुलाई किन त्यस्तो गरेको के भयो लाऊ होइन यहाँ हो यो एउटा यहाँ जिउ गरेँ यहाँ उता होइन उता मम भएकोतिर हो त्यही हो त्यति हो सानो गुफामा कि भगवान भएको गुफामा हो ए कस्तो रहेछ अँध्यार रहेछ ए पानी चुहाइदिनु भयो ए जिउ गरिदियो यहाँ भगवान्लाई यहाँ जिउ गर ल यता फर्केर जिउ गर न बाबातिर उता फर्का जिउ गर ल आउ ल अब हामी फर्केको है मम्मी गुफाबाट निक्लिनु भएको खाइचा झरेको छ बाबु पनि निक्लेकी छिन् पानी ढुङ्गाबाट झरेछ लडिन भिज्यो ए एउटा पनि भिज्यो यहीँ बस ल यहीँ बस सानी चौधको नाग पोखरीमा यसरी माछा यो पोखरी नै भरि माछै माछा छ देख्न सक्नुहुन्छ चारो हालेपछि सबै यसरी माथि आउँछन् चारो किन्न नपाएपछि सबै सर तल जान्छन् भिडभाड एकदमै प्याक छ शनिबार यहाँ एकदम प्याक हुन्छ टौध यो टौधको कर्कोटक नाग पोखरीका रूपमा परिचित यो क्षेत्र पर्यटकीय क्षेत्र
देख्न सक्नुहुन्छ माछा चारो हालेपछि खानालाई सर्व लाग्दो नागहरू एकदमै धेरै पियुष रमाइलो भइरहेछ के गरिरहेको नि बाबुले ए सबै फाल्दै कि यही हो पपकर्न खाँदैन नि माछाले यति धेरै हो छ आन्तरिक पर्यटनको हिसाबले चाहिँ निकै नै चर्चित मानिन्छ यो प्रायः शनिबार यहाँ निकै नै यसरी पल्लो छेउमा पनि हामीले देखिरहेका छौँ भाउ लडिन्छ है लागेर हिँडिरहेको देखेका छौँ माछा यहाँ मासु चुनालेर खाइदिन्छ यसको विशेषता यहाँ चारो हाल्ने माछा हेर्ने अनि यो फन्को लगाएर घुम्ने देख्न सक्छौँ यसरी यहाँबाट चारो हालेपछि यसरी थरीका माछा छन् यहाँ देख्न सक्नुहुन्छ रौदको पोखरीको माछा यहाँ चारो खोज्दै सल्लो लगाइरहेका छन् चारो नपाइसकेपछि तल जान्छन् फेरि कसैले चारो हाल्यो भने सबै सरर माथि आउँछन् तपाईँ यस्ता पर्यटकीय गन्तव्य नेपालका धरोहरहरू थुप्रै हेर्न सक्नुहुन्छ हजारौँको सङ्ख्यामा यस्ता धरोहरहरू छन् नेपालमा यसरी यहाँ भेला हुने यसरी पार्कमा रमाइलो गर्ने वनभोज जसरी यसरी यहाँ बस्ने वनभोज जसरी खाने रमाइलो गर्ने पारिवारिक जमघट पनि हुने गर्छ यसरी फोटो खिच्नेदेखि सेल्फी खिच्नेदेखि माछासँग रमाउनेसम्मको यसरी माछा बोरामा चारो ल्याएर हालिसकेपछि यो माछालाई चारो खानमा फाइट चलिरहेछ कर्कोटक नागराजाको पोखरी रहेको ठाउँ माछा पोखरीभरि छ विभिन्न प्रकारका चारो
पोखरी निकै ठुलो पोखरी छ। यसरी आन्तरिक पर्यटक केही बाह्य पर्यटक पनि यहाँ आउने गरेका छन्। टौदह कीर्तिपुर नगरपालिकाको एउटा निकै लामो समयदेखिको परिचित पर्यटकीय गन्तव्य हो यो टौदह पोखरी। सानी घाम भयो धेरै, त्यही भएर हामीले छाता ओढेको छौँ। सानी घाम भयो, छाता समाछन् छोरीले। छोरी दुमघुम आएको हो, रमाइलो भयो। स्वयम्भूबाट फर्किँदैछौँ गाइज। पियुष यहीँ पियुष हुनुहुन्छ। पियुषको च्यानल यो चाहिँ लक चेक गर्ने, हेर्नुहोस् यहाँबाट पैसा फालेर त्यहाँ अड्काउने हुन्छ। यसरी यहाँबाट यसरी फाल्ने, त्यहाँ लक चेक गर्ने, त्योभित्र हाल्ने, त्यो पऱ्यो भने चाहिँ लक पस्यो।